हेलो एभ्रिवान, वेलकम बैक टू माई अनदर भिडियो। सो गाइस, अहिले चाहिँ म रिसेप्सनको लागि रेडी भएर निस्किसकेको छु। यता म बाबा छोरीहरू सबैजना निस्किसकेको छौँ। हामी चाहिँ आइपुगेको थियौँ मर्निङको 11 बजे आइपुगेको थियौँ र एकछिन खाना खाएर रेस्ट गरेर अहिले चाहिँ हामी निस्किँदैछौँ। र निन्द्राले चाहिँ एकदमै नछोड्ने है, यति निन्द्रा लागिरहेको थियो नभन्नु न। उठेर त हिँड्नु मन लागेको थिएन। अब बिहा भनेर गइसकेपछि रिसेप्सनहरू मात्रै एटेन्ड हुनै पर्यो होइन। त्यसले गर्दाखेरि हामी चाहिँ अहिले गयौँ र जाँदाखेरि चाहिँ अँधेरो भएकै थिएन। रिसेप्सन चाहिँ 5 बजीबाट स्टार्ट हुने थियो। हामी चाहिँ 4 बजीतिर गएको थियौँ। 4 होइन 5 त बजिसकेको थियो होला। यता माइजूहरूलाई भेट्यौँ। आधी आफ्नो मान्छे चाहिँ लक्कीपत्थरमै हुनुहुन्छ भन्दा पनि हुन्छ। यता काकीको माइत पनि लक्कीपत्थरमै हो, यता ठुलेमा घर पनि, यता नन्दहरूको घर पनि लक्कीपत्थरमै हो। र अहिले चाहिँ हामी चाहिँ सबैजना मिलेर आइसक्यो। यता बेहुला बेहुली चाहिँ बसिसक्नु भएको रहेछ। मान्छेहरू चाहिँ त्यति आउनु भएको रहेनछ, छेउछिमेकी मात्रै आउनु भएको रहेछ। पाहुनाहरू चाहिँ आइपुग्नु भएको रहेनछ अहिलेसम्म। पाहुना आउन चाहिँ एकदमै लेट हुन्छ, दूर दूरबाटै आउने खालको पाहुनाहरू चाहिँ हुनुहुन्थ्यो। अनि अहिले चाहिँ त्यति हल्का मान्छे त्यति हुनुहुन्थेन। र यहाँ माइजूहरू सबैजनासँग भेट भयो। यस्तै अब बिहा पूजा यस्तै मौकामै आफ्नो मान्छेहरूसँग चाहिँ भेट हुन्छ। एकदमै राम्रो रमाइलो लागिरहेको थियो बिहामा चाहिँ। अब यस्तै मौकामा त पनि आफ्नो मान्छेहरूसँग भेट हुनु भनेको चाहिँ। अनि यता मान्छेहरू चाहिँ आना जाना त्यस्तो खालको भइरहेको थियो। एक समयमा चाहिँ एकदमै भिड भएको थियो, नभन्नु यति आतुरी परेको थियो घरको मान्छेहरूलाई पनि। र यता छोरीहरू चाहिँ नाच्छु भनेर धेरै उत्पात गरिरहेको थिएँ। यता छोरी चाहिँ बेसी मान्छे भएर भनेर भित्र लिएर आउनु थियो माइजूले। यता मेरो हुनुहुन्छ ठुली माइजू र नानुलाई चाहिँ माइजूले बोकिराख्नु भएको थियो नभनेर। छोरीहरू चाहिँ फेरि यता मम्मी र ठुलेमा चाहिँ भित्र आफ्नो काम गरिराख्नु भएको थियो। यति हतार उनीहरू चाहिँ बाहिर निस्किनै पाउनु भएन। र मलाई चाहिँ हस्बेन्डले बोलाउनु भयो, यता गिफ्टहरू चाहिँ दिइहाल पहिले भनेर। अलिकति भिडबाट खाली भयो। त्यसको पछि चाहिँ म गएँ। यसरी टिको लगाएर गिफ्ट दिन भनेको चाहिँ मेरो फर्स्ट टाइमै थियो है। र मलाई चाहिँ यति लाज लागेको थियो नि नभन्नु। लाज त होइन, मतलब अलिकति अप्ठ्यारो लागिरहेको थियो। भए पनि अब एडजस्ट गरी लिनु पऱ्यो होइन। र मैले चाहिँ यता गिफ्टहरू दिएर आएँ। आइसकेको बादमा खाना भनेर भन्नुभयो। अनि म चाहिँ खाना भनेर गएँ। हामी सबैजना गयौँ र खानाहरू पनि एकदमै टेस्टी लागेको थियो। खानापिना खाइसकेर निस्केको त माइजूहरू बसिराख्नु भएको छ। यहाँ मेरो कान्छी माइजू हुनुहुन्छ, ठुली माइजू कान्छी माइजू सबैजना बसिराख्नु भएको छ। र उनीहरूसँग बातचित गरियो एकछिन। र नानीहरू चाहिँ एकदम उत्पात गरिरहेको थियो नाच्छु भनेर। अनि आज चाहिँ मौसम चाहिँ एकदम गरमै थियो, गर्मी लागिरहेको थियो बेसी। अब पन्डालको भित्र पनि भएर होला। र नानीहरू चाहिँ एकदम डान्स गर्न थाले। यो भिडियो चाहिँ मैले रिअपलोड गरेको, अघि यसको अगाडिदेखि चाहिँ अपलोड गरिरहेको थिएँ। तर यहाँ कपिराइट लाग्यो, त्यही भएर मैले त्यो भिडियो डिलिट गरेर फेरि रिअपलोड गर्दैछु। गानाहरू हालेको थिएँ नि त, त्यसैले गर्दाखेरि उतो कपिराइट लागेको छ। सो अहिले चाहिँ सामानहरू ल्याइ पुऱ्याएर राखिसक्नु भएको छ। अनि आउनुभएछ मेरो फुपूहरू डिब्रुगढदेखि। डिब्रुगढ टु डिगबोई यति राति आइपुग्नु भएछ नि नभन्नु। राति 10-11 बजीसम्म चाहिँ पाहुनाहरू आइ नै राख्नुभएको थियो। र यता फुपूहरू आउनुभएछ। फुपूलाई त मैले प्रिभियस ब्लगमा पनि तपाईँहरूलाई देखाइराखेकी थिएँ। र यहाँ मेरो कलेज फ्रेन्ड, म चाहिँ पहिला फर्स्ट यहीँ नै बसेर पढेको थिएँ नि त। त्यसले गर्दाखेरि यहाँ चाहिँ मेरो धेरै साथीहरू पनि छन्। साथीहरूसँग भेट भएर पनि एकदमै राम्रो लाग्यो। र मलाई चाहिँ धेरै नै भेट्छु भनेर भनि नै राखेको थियो। उनीहरूले पनि कतिजनालाई कन्ट्याक्टमा भनेर पनि म जान्छु भनेर। त्यसैले बहुतै रिसाइरहेको थिएँ। अब त्यसको लागि चाहिँ सरी, मैले भन्नु पाइनँ। किनभने मेरो पनि जाने नजाने जस्तो त्यस्तो टाइपले अब फिक्स भएकै थिएन नि त। त्यसैले गर्दाखेरि मैले कसैलाई पनि भन्न पाइनँ। सो अब फेरि गयो भने चाहिँ म भनेरै जान्छु। र यहाँ छोरीहरू चाहिँ नाचिरहेको थिएँ। मेरो छोरीहरू नाचेको मैले गाना चाहिँ अपलोड गर्नै पाइनँ, किनभने मैले पहिल्यै भनिसकेको छु तपाईँहरूलाई कपिराइट लाग्यो मेरो भनेर रिअपलोड गरेको। यता छोरीहरू चाहिँ डान्स गरिरहेका थिए। र यो के गानामा डान्स गर्दैछन् यिनीहरू गेस गरेर कमेन्टमा भन्नु होला गेसहरू। र यता छोरीहरूको डान्स चलिरहेको छ। र हामीले पनि एकछिन डान्स गरिसकेर हामी चाहिँ घर जान भनेर निस्किसकेका थियौँ। फेरि पनि छोरी चाहिँ डान्स गर्ने अरे भनेर एकछिन डान्स गराइराखेको छु यता छोरीलाई। र अहिले चाहिँ हामी घरतिर भनेर लागिसकेको छौँ गाइस। मैले भिडियो चाहिँ गर्नु पाइनँ। सो गाइस, अहिले चाहिँ मर्निङ पनि भइसकेको छ। हामी चाहिँ घर जान मतलब माइत जान भनेर निस्किसकेको छु। यता मेरो भाइहरू चाहिँ भाइको गाडीमा मम्मीहरूलाई लिएर गयो। अनि हामी चाहिँ हाम्रो गाडीमा माइजूहरूलाई लिएर गयौँ। यता मेरो मामाको छोरी अनि यता भित्र चाहिँ बेहुलीले चिनाकी गराइराख्नु भएको रहेछ। अब आफ्नो चेलीबेटी चिनाकी त गराउनै पर्यो। यता दिदी बहिनीहरू अब अलिक दूरका जति पनि पाहुना हुनुहुन्थ्यो उनीहरूलाई ठुला मायाले चिनाकी गराइराख्नु भएको रहेछ। हामीले पनि गराइदिनु भयो। र गिफ्ट लिएर हामी चाहिँ अहिले निस्किसकेको छौँ। अब खानापिना नखाइ पनि निस्किन दिनु भएन। खानापिना गरिओरि निस्किँदाखेरि चाहिँ एकदमै लेट भइसकेको थियो। अब डिगबोई टु जागुन पुग्नुपर्ने, अलिक जल्दी नै जाम भनेर नि त। हामी चाहिँ हस्बेन्डको छुट्टी पनि त्यति थिएन र जल्दी नै गएर आउने भनेर हामी चाहिँ गयौँ। निस्किसकेको छौँ। अहिले पुग्यौँ हामी लेखापानी। र आजको मौसम चाहिँ एकदम गर्मीवाला मौसम थियो कि एकदमै गरम लागिरहेको थियो नभन्नु। जेनतेन हामी चाहिँ एक्सर्साइज गरेर जाँदैछु घर।
यहाँ रस्तामा चाहिँ गाई गोरुले एकदम ब्लक गरेको रहेछ। हेर्नु न, गाई गोरु पनि यत्रो सारा काँचेबाट आएछ पनि। र हामी चाहिँ अहिले पुगिसकेको छौँ हाम्रो घरतिर। र यहाँ चाहिँ तिनाली छ, तिनालीको साइडमा राधाकृष्ण मन्दिर छ, त्यसको र यहीँनिर छ हामीहरूको मामा घर। र हामी चाहिँ गयौँ मामा घरमा। मामा घरबाट हाम्रो घर चाहिँ ज्यादा दूर होइन, सामने सामने नै हो। यो चाहिँ मेरो कान्छा मामा घर र उतातिरको ठुलो मामा घर। अनि यहाँ चाहिँ मामाले चाहिँ पेन्डल गर्नुहुन्छ, पेन्डलको कपडाहरू चाहिँ यसै बाहिर पढिरहेको छ भनेर भित्र बाहिर गएर हेर्दाखेरि त भाइ त सुतिरहेको छ। जस्ट भर्खरै आइपुग्नु भएको छ माइजीहरू पनि। यता म, मेरो मामाको छोरी, अनि एकछिन बसेर रेस्ट गरेर बातहरू गरेर कोल्ड ड्रिङ्क्सहरू पिएर हामी चाहिँ अहिले निस्किसकेको छौँ घर जान भनेर। र हामी चाहिँ घरतिर भनेर लाग्यौँ। म चाहिँ माइत नआएको करिब 1-1.5 साल भइरहेको थियो। अब त्यस्तै खालको हुन्छ, कहिले आउन पाइँदैन, कहिले अब छोरीको स्कुल पढ्न थालेपछि चाहिँ कतै जान नमिल्ने हुँदो रहेछ। अजनाको टाइममा पनि त्यसरी मिलेको थिएन, कति 2-3 खेप भइसकेर त नगएको। र अहिले चाहिँ अब फाइनली जाँदैछु र पुगी पनि सक्न आँटेको छु। यो चाहिँ मेरो माइती गाउँै हो। र अहिले पनि ज्यादाको छुट्टीमा त आएको होइन, बस 1 विक मतलब 1 हप्ताको छुट्टीमा चाहिँ हो। यो चाहिँ हो मेरो फाइनली जहाँमा 20 इयर्स कम्प्लिट भएर 20 इयर्ससम्म बसेको घर। र यो घर चाहिँ मेरो माइती घर हो, जहाँ आएर मलाई यति सुकुन मिल्छ, यति सुकुन मिल्छ। हर कोहीलाई सुकुन मिल्छ सायद, मलाई त्यस्तो लाग्छ। माइती घर भनेपछि त अब अलग्गै हुन्छ नि त नि, त्यसैले गर्दाखेरि। र यहाँ चाहिँ मेरो भाइहरू आएर ढोक गरिरहेका छन्। यति संस्कार चाहिँ बनेको छ है मेरो भाइहरूमा। र भाइले चाहिँ मलाई भन्दै थियो बिहामा पनि भेटेर तँलाई ढोक गरे, अहिले पनि घरमा पनि गर्नुपर्छ भनेर मलाई जिस्काइरहेको थियो। र सबैजनाले ढोक गरे, यता भिनाजुहरूलाई पनि, यता भिनाजुको कान्छी साली आमैहरू, मेरो आमै बाबाको घर चाहिँ एकदमै अलग्गै हुने, धेरै माया लाग्ने, धेरै माया गर्ने। र यता कान्छी सानीलाई भेटिसकेपछि चाहिँ यता बहिनीहरूलाई चाहिँ, मेरो छोरीहरूलाई चाहिँ केही नै नचाहिने। सानी भनेपछि एकदमै हुर्के, सानी भेटेपछि मलाई नै छोड्नेमा त्यस्तो खालको। यहाँ चाहिँ मेरो कान्छी काकी, र कान्छी काकी नहुँदा चाहिँ म माइतै नजामेँ जस्तो टाइपको लाग्छ। त्यति माया गर्नुहुन्छ र धेरै नै खुसी लाग्छ। यता मम्मीहरू सबैजना बसेर गफ गरिराख्नु भएको थियो। हामी चाहिँ एकछिन रेस्ट गरेर चाय पानी पिएर हामी चाहिँ अहिले निस्किसकेको छौँ आन्टी घर भनेर। अब 3टा घर त सामने सामने नै छ, भलै घर अलग चुला अलग छ, लेकिन मान्छेको मन घर सबै एउटै नै जस्तो लाग्छ मलाई चाहिँ। र हामी चाहिँ गयौँ, यो चाहिँ मेरो कान्छी काकी घर हो। र गयौँ, काकीलाई चाहिँ म आन्टी भन्छु। र आन्टी घर गयौँ र आन्टीले चाहिँ हल्का नास्ता बनाउनु भएको रहेछ। अब बिहाहरूबाट त खाएरै आएको थियौँ, खाना मन त थिएन, ती पनि बनाउनु भएको रहेछ। अब नाइ भन्न सकिएन। र हामीले चाहिँ हल्का नास्ताहरू गरेर निस्किसकेको छौँ। यहाँ ठुलो मम्मी घर भने, यहाँ चाहिँ मेरो ठुलो मम्मी घर। यता दोकानहरू बनाउनु हुँदै रहेछ, फ्लावर्सहरू मतलब फुलहरू चाहिँ यति राम्ररी खिलेको रहेछ नि, नभन्नु, देखेर चाहिँ एकदमै खुसी लाग्यो। र बहिनी पनि घरमा बस्ने थिएन, डिब्रुगढमा बस्थ्यो, ऊ पनि आँखेर चाहिँ अहिले। र उसले चाहिँ चाय पानी बनाउँछु भन्दै थियो, अनि हामीले चाहिँ नबनाउनु भनेर यता पानी फ्रुट्सहरू दिए। फ्रुट्सहरू चाहिँ छोरीहरूले खाएर हामीले चाहिँ पानीहरू मात्रै पियौँ। सो गाइस, म पनि एकदमै धेरै थाकिसकेको छु। आजको भिडियो यतिमै एन्ड गर्छु। आई होप तपाईँलाई राम्रो लाग्यो भने चाहिँ लाइक, कमेन्ट, सेयर अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर नबिर्सनु होला। सो आजको लागि यति नै, भोलि फेरि भेटौँला नेक्स्ट ब्लगमा। बाई।